ल हामी अब चेरदुङको लागि हामी चेरदुङ जान लाग्छौँ। चेरदुङको लागि रेडी भइसक्यो। सुनिल मिलन मामा फुच्ची र म जान लाग्यो। अब यहाँ हामीले सलाई लाइटरै बिर्स्यो भने माथि गाह्रो हुन्छ, पकाएर खानु पर्यो। त्यही भएर त्यहाँ हामी चेक गर्न लाग्छौँ। यो बोतलहरू सबैले झुन्डा छ। यहाँ मैले पनि झुन्डा छु। कता हो यो त बोतल झुन्डा छ। मम्मी यस्तो हुनुहुन्छ। अनि यहाँ बोतलहरू छ। हामी पानी लगेर जानुपर्छ। माथि पानी हुँदैन। ल खस्यो है यो। रेडी दिदी चाहिँ तनाव लिएर बस्नु भएको छ भान्जो नमानेर। हामी एकदम रेडीमा छौँ। भान्जो जाने होइन चेरदुङ? दिदीलाई लगेर जान्छु ल। नाइ ल दिदी चाहिँ नजाने भयो। अब हामी चाहिँ जान्छौँ। हाम्रो 2 दिनको ट्रेक हुन्छ। अब बाटोमा हामी चाहिँ चिज उत्पादन केन्द्र चेरदुङमा पुगेका छौँ। मामा चिज उत्पादन केन्द्रमा टेन्ट मैले बोक्ने हो। खाँदै हुनुहुन्छ? खोइ उठेर खिच्नु पर्यो देख्नलाई। कति घन्टा हिँड्यौँ? कति घन्टा हिँड्यौँ मान्नु? कति बजी कस्तो लागिरहेछ पुच्ची? रमाइलो भएको छ नि। के छ? मान्छे लाउनु पर्छ। ल अब हामी फेरि यहाँबाट एकछिन रेस्ट गरिसकेपछि हामी फेरि यहाँबाट निस्किन्छौँ। मलाई यो गाली गरे हुनुहुन्छ।
गर्नुपर्छ है त गाइस होइन बुझ्चे होइन हामी चेरदुङको लागि हिँडिएको अझै कालो भिर आउन अझै बाँकी नै छ हेरौँ छिट्टै पुगेर हामी टेन्सन टाँगेर त्यो दाउरा साउरा कलेक्सन गर्न सक्यो भने आज हाम्रो रमाइलो हुनेवाला छ तर यदि टेन्ट टाक्नलाई रात पर्यो भने चाहिँ गाह्रो हुनेवाला छ हामीलाई किनभने दाउरा पनि खोज्नुपर्छ भनेकै मान्दैन अरे यिनीहरू त गीत बजा पान भात के खाएको बुढी यहाँ पुरै पानीमा चाहिँ अलिअलि धमिलो भन्दा नि हल्का त्यो धुलोहरू आउँदो रहेछ त्यही भएर हामी चाहिँ ढङ्गामा हानेर चाहिँ हामी बोतलमा भर्ने र फाइनली हामी चेरदुङ डाँडा आइपुग्यौँ यो चाहिँ हाम्रो चेरदुङ मन्दिर अनि यहाँ चाहिँ हाम्रो शिवको स्ट्याचु छ मूर्ति हेलो एकदमै बादल लागेर झप्प भएको छ भोलि बिहान खुल्छ सायद त्यो खुलिसकेपछि अझ रमाइलो हुनेवाला छ भ्यूहरू देख्ने छ यहाँबाट हिमालहरू हर हर महादेव चेरदुङको त्यो चेरदुङ हिल त हाम्रो त्यो मन्दिरबाट हामी अब नर्थतिर त्यो हिमाल देख्नेतिर गइरहेछौँ भोलि बिहानको हाम्रो त्यो हिमालको दृश्य एकदमै राम्रो देखियोस् भनेर त्यही ठाउँमा गएर हामी टेन्ट टाँगेर बस्ने हाम्रो सल्लाह भयो के छ केही छैन है फुच्ची ओ फुच्ची वाट्स ह्यापन ल यस्तो हुस्सु बादल लागेको छ है तुवालोले तैपनि हामी जोस जाँगर साथ हिँडिरहेछौँ होइन त हजुर Oh
under the boughs where the shadows play. The wind hums songs at the break of day. Whispering pines, secrets untold. थकाइ मारेको अवस्था छ सबैजना थाकेर यस्तो खाना मिलाउन आउँदा झन् थाकेर यस्तो हो सुनिल पनि त्यस्तो छ फुच्चे झन् त्यस्तो भुतुक्कै भइसक्यो मासु पोलेर खाइरहेको छु आगो नबलेर बिजोग भएको छ भात र मासुसँग भात झ्याप झ्याप खाउँ भनेको आगो नबलेर यो टेट छ टेटरमा पुरै सिट परिसकेको छ ज्याकेटहरूको सिट परिसकेको छ
हो चिया लिएर बिस्कुट लिएर उता एक्लै जानुभयो यार मिलन मामा त हामीले खाने क्या बिस्कुट Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Beat kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. Paint the struggle and climb. The clock keeps spinning but I'm owning my time. Words like puzzle pieces fitting tight in the rhyme. Snares punch louder than the city's own chime. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Beat kicks pounds like a heartbeat fight. These gritty vibes keep my story in sight. Street lights flicker on this endless trail. Each corner whispers a hero fail. Smooth flow cutting through the urban scale. लाग्यौं अब हामीले यहाँ टेन्टहरु सबै व्यवस्थापन गरिसक्यो त्यो बोरहरु सबै जलाइसक्यौं अब हामी घरतिर लागिसक्यौं है त हाम्रो 2 दिनको एकदमै राम्रो भयो हैन कस्तो लाग्यो एकदम रमाइलो फोटो खिचेर हामी खिच्ने बेला खिच्दैन उनीहरु ठिक्क उल्टो छ हाम्रो खिच्दैन हेर्नु यति भनेर फाइनली हामी अब चेरदुङ हिलबाट चाहिँ हामी फर्किसकेको अवस्था छ ह्याप्पी काग तिहार कागरको काग तिहार हो क्या र आज हामीले कागरलाई यहाँ बाँकी रहेको खानाहरू सबै दिइसक्यौँ र काग तिहार पनि हामीले चेरदुङमै मनायौँ भनौँ हाम्रो टोलीहरू तल हिँड्दैछन् अर्को भाइहरू पनि आएको थियो भाइहरू साथीहरू अर्को साथीहरू पनि त्यहाँबाट हिँडिसकेको अवस्था छ ह्याप्पी काग तिहार
हामीले मुनाल देख्यौँ धेरै मुनालहरू रहेछ यहाँ डाँफेहरू पनि छ होला डाँफे चाहिँ मैले देखिनँ कराउँदैछ है मुनाल कराउँदैछ देख्नुभयो कति धेरै छ है रातो खुट्टा भएको के हो सुनिल